मैले चाहिँ जहाँ यो पालुङ्गो साग देखे पनि लिएर आइहाल्छु। तर हिजो पानी परेकोले गर्दा त्यति राम्रो त छैन यो। त्यही पनि पालुङ्गो भनेपछि म हुरुक्कै यसलाई केलाएँ राम्रोसँगले। अनि एउटा भाँडामा पानी उमालेर त्यसमा यसलाई एकछिन बोइल हुनको लागि छोडिदिएँ। यसरी बोइल भइसक्यो। अनि एउटा चाहिँ ग्राइन्डरमा पियाज, टमाटर, अदुवा, लसुन अनि खुर्सानी राखेर यसलाई ग्राइन्ड गरिदिएँ। अनि त्यही भाँडामा फेरि अघि सेलाएको त्यो पालुङ्गो थियो नि त्यो राखेर यसलाई पनि ग्राइन्ड गरिदिएँ। अनि एउटा यो पनिर लिएँ। पनिर लिएर यसलाई सानो पिस पारेर यसमा धुलो खुर्सानी, बेसार, हल्का नुन राखेर मजासँगले मोलिदिएँ। अनि एउटा भाँडामा तेल तताउन राखेको थिएँ। अनि त्यो तेलमा यो पनिर राखेर हल्का फ्राई गरेँ। अनि यसलाई एउटा भाँडामा राख्ने। अनि त्यो अघिको प्युरेलाई तेलमा मजासँगले पकाउने। त्यसमा फेरि खुर्सानीको धुलो मसला, नुन हालेर मजासँगले चलाउने। यसलाई एकछिन पाक्न दिनुपर्छ। मजाले पाकेर यसको माथिबाट तेल पत निस्किसकेपछि चाहिँ अनि यसमा अघिको प्युरे सबै हाल्ने। अनि प्युरे हालेर पनि यसलाई फेरि एकछिन चलाउनुपर्छ। यसलाई अलिक मेहनत चाहिँ लाग्छ। अलि मजाले पाकिसकेपछि यसमा त्यो गन्धहरू पनि आउँदैन टमाटर, अदुवा, लसुनको। अनि यसरी हाल्ने। अनि अलिकति त्यो अघिको पानी पनि हालेर एकछिन मजासँगले चलाइसकेपछि अनि त्यो पनिरको पिस छ नि अघिको हो त्यसलाई राखेर त्यसलाई फेरि चलाउने। अनि बटर अथवा घिउ राखेर फेरि चलाउने। अनि चलाएर यसरी खानको लागि यो पालक पनिर रेडी हुन्छ। इन्जोय।